खुलेर हाँस्नुहोस्, खुलेर जिउनुहोस्, घर परिवार इष्टमित्र छर छिमेक सबैसँग कुरा गर्नुहोस्, एक्सर्साइज गर्नुहोस्, व्यायाम गर्नुहोस्, ध्यान गर्नुहोस्, तपस्या गर्नुहोस्, मस्त कमाउनुहोस्, जिन्दगी जिउनुहोस्। जिन्दगी रमाइलो छ, जिन्दगी अभिशाप होइन, जिन्दगी गाह्रो छैन। बाँच्न मात्र जान्नुपर्छ र बाँच्न सिक्नुपर्छ। फ्यामिली, घर परिवार, इष्टमित्र, साथीभाइ आदि सबैसँग कुरा गर्नुहोस्। जिन्दगी रमाइलो छ, जिन्दगीलाई म गाह्रो कहिले छ। जिन्दगी रमाइलो छ, बाँच्ने आधार बनाउनुहोस्। आनन्द आइरहेछ। आज छुट्टीको दिन यसरी घुमिन्छ, फेरि भोलिदेखि ड्युटी गइन्छ, कन्टिन्यू 6 दिनसम्म लगातार। कति आनन्द छ, मजा आउँछ। गाइस, बाँदरहरू कसरी बाँच्ने, यसरी बाँच्ने कि कसरी बाँच्ने? मेरी माया फुल जस्ती बगैँचामा फुलिने। यसपालिको मेरो टार्गेट भनेको, पहिला म 75 किलो भएर घर गएको थिएँ, यहाँ 83 केजीबाट। अब यसपालि भनेको मेरो टार्गेट भनेको अब सिधै 70 किलोमा झर्ने पुरै भएछ। गुड मर्निङ। ओके गाइज,